वेलकम टु माई ब्लग। आज चाहिँ हाम्रो भात खुवाईको ब्लग हेर्नु होला। थ्याङ्क यू सो मच। बयासी सालले खुवाइदिनु कति राम्रो देखेको। अहिले हाँस्दैन नि त, अहिले फेरि रुन्छ नि त। लगाइदिउँ कसको कस्तो ठिक्क ओके राम्रो आइज ल। ठिक्क भयो जुठो लगाइदिने नुनिलो चाहिने हो। आज नुनिलो दिदी फोटो खिच्नु न। हजुर चाहिँ म भिडियोमा त बनाइरहेको छु। अहिले आउँछ बाबु हेरेको कत्रो मुगो नुनिलो खुवाइदियो अब टिका चाहिँ यसो मजाको हाँसिलो छ र मामा जाउन न। कस्तो डरको भाइ, यो त पुगु त रोको थियो है। कस्तो रुदा कस्तो गर्थ्यो हामीले। भएर भगवान् हाँस्छन् अरे बाङ्गा टिका भयो भने यस्तो रहेछ त्यही ठाउँमा तपाईँले जोड्दा त्यसो भएर चाहिँ क्या राम्रो है। आजकल खाइरहेको छ होइन, यो यसले खाइरहेको छ त। खाएको होइन ल ल ल आमा खोइ निकालो सबै निकालो। राखिदिउँ त छोरीको धेरै भयो नि। अब उसलाई खाना दाजु त ल मजाले खाने भयो नि त छोरीले त। लाग्छ हेर त अहिले चुसुको टिको लगाइदिनु। आइन्द्र नसुन्द्री नभन्न मेरो छोरालाई रोग कष्ट कहिल्यै नलागोस्, ठुलो मान्छे बनोस्, नयाँ वर्षको शुभकामना, नयाँ वर्षको छोरो राम्रो होस्, कहिल्यै नराम्रो दिन नआओस्, रोग नलागोस्। हजुरआमाले दिएको सबै लागोस्। अब यो खुवाइदिइहाल्छ चुसुको सिता नखुवा, चोबेर मात्रै खुवा। फोटो राख्नुपर्छ होइन? हामीले भाउजू क्या बाटी त पहिले नमी मनो खायो भने भात खाइँदैन भनेर पहिला
अरे